सबैजनालाई नमस्ते। म प्रकाश पाठकको तर्फबाट म विराट कर्णाली ट्रेनिङ सेन्टर सिसम 1 को छात्र। म सैन्य पदमा भर्ना भएकोले मेरो मनमा केही लागेको 2-4 वटा कुरा भन्न गइरहेको छु र म आज यो ठाउँमा यो अवस्थामा पुग्छु सायद मैले सोचेको पनि थिएन। मेरो घर फ्यामिली, मेरो गुरु, यसै विराट कर्णाली ट्रेनिङ सेन्टरको गुरु श्री दिपेन्द्र थापा मगरज्यूलाई पनि मनदेखि धन्यवाद भन्न चाहन्छु र विराट कर्णाली ट्रेनिङ सेन्टरमा चाहिँ म सुरुमा आउँदाखेरि लगभग म 5-6 महिना जति भयो होला म यहाँ बस्न लागेको र मैले सोचेको पनि थिएन र मेरो पहिलो लट पनि थियो र म पहिलोचोटि नै सेन्टर बसेको हुनाले मैले सायद सोचेको पनि थिएन कि मैले यति धेरै सफलता प्राप्त गर्छु र जे होस् मेरो मात्रै मेहनत नभएर एउटा मेरो गुरु दिपेन्द्र थापा मगरको मेरो फ्यामिलीको सपोर्ट भएको कारणले पनि म आज यो ठाउँमा छु र म चाहिँ के भन्न चाहन्छु भनेपछि यस विराट कर्णाली ट्रेनिङ सेन्टरमा हजुरहरू पनि आउनु होला, एकचोटि राम्रोसँग बुझ्नु होला। हजुरलाई मनपर्छ भने भिजिट गर्नु होला, मन पर्दैन भने ठिकै छ। जे होस् हजुरले सोचे भन्दा पनि राम्रो हुन्छ। यता फिजिकल लिखित सबै राम्रो हुन्छ, बस्नको लागि सबै व्यवस्था छ र त्यही हो। जे होस् एउटा विराट कर्णाली ट्रेनिङ सेन्टर सुर्खेतमा पनि छ, त्यसैले भिजिट गरिदिनु होला भन्न चाहन्छु र फेरि पनि मेरो गुरु दिपेन्द्र थापा मगरज्यूलाई मनदेखि नै धन्यवाद भन्न चाहन्छु र म प्रकाश पाठकको 2 वटा शब्द हिँड्न चाहन्छु।